आज हामी 88 वर्षको उमेरमा पनि सक्रिय नेपाली चित्रकलाका एक विशिष्ट साधक हरिप्रसाद शर्माबारे कुरा गर्दैछौँ। देवेन्द्र भट्टराई र प्रविता श्रेष्ठको लेखमा आधारित रहेर उहाँको कला र जीवनको गहिराईमा पुग्ने कोसिस गरौँ है त। नमस्ते। हो त उहाँको यात्रा साँच्चै नै प्रेरणादायी छ। यो लेखले उहाँको जीवनका धेरै पक्षहरूलाई एकदम राम्ररी समेटेको छ। हो, र कसरी तोल्स्टोयको कथादेखि लिएर जङ्गबहादुर जस्तो ऐतिहासिक पात्र उहाँको कलामा जोडिन आइपुग्छन् त्यो एकदमै रोचक छ। निश्चय पनि उहाँको कलामा दर्शन, इतिहास, व्यक्तिगत अनुभव सब एक आपसमा जेलिएका छन्। प्रेरणाको कुरा गर्दाखेरि तोल्स्टोयको त्यो कथा मानिसलाई कति जमिन चाहिन्छ ले उहाँलाई गहिरो प्रभाव पारेको देखिन्छ। त्यो कथा त्यसले त निकै छोएको रहेछ। यो खाली चित्रको विषय मात्र बन्यो कि मतलब अझ गहिरो केही थियो? खै, त्यो एउटा चित्र मात्रै थिएन जस्तो लाग्छ। उहाँको जीवन दर्शन नै बन्यो कि सम्पत्तिको मोह, जीवन कति क्षणिक छ भन्ने कुरा त्यसले उहाँलाई एकदमै सोच्न बाध्य बनायो। छोराले त अभिनय नै गरेर देखाउनु परेको थियो रे नि त्यो भाव। हो त, भुइँमा लडेरै देखाउनु परेछ। यसले त्यो कथाको गहिलाई र त्यसप्रतिको उहाँको लगाव देखाउँछ। अनि यो कथाले नेपाली समाजको यथार्थलाई पनि जोड्छ भन्नुहुन्छ उहाँ। दर्शन सँगसँगै इतिहास पनि उहाँको कलामा उस्तै बलियो देखिन्छ। जङ्गबहादुर राणा र लाउरा बेलको कथामा गरेको काम त झन् कति विस्तृत। तर सुरुमा त अलि हिचकिचाउनु भएको थियो रे नि। हो र, किन? उहाँले भन्नुभएछ त्यो छाडा आइमाईको के चित्र बनाउनु, त्यो बेलाको सामाजिक सोचाइ पनि झल्किन्छ यसमा, होइन त? त्यो समयको सोच हो। तर छोरा विष्णुले निकै कर गर्नुभएछ अनि ऐतिहासिक तथ्य खोज्नुपर्छ भनेपछि उहाँ तयार हुनुभयो। अनुसन्धान पनि गहिरो गर्नुभएछ है। कमल दीक्षित, जन वेप्टनका किताबहरू, बेलायती पत्रिकासम्म हेरेर। हो, 2,50,000 पाउन्ड खर्च भएको चर्चा समेत केलाएर तथ्य जुटाउनु भएछ। अनि त्यो लाउरा बेलको हातमा पन्जा थप्नुपर्ने कुरा आयो नि पछि। ओहो, डाक्टर रमेश ढुङ्गेलको सुझावमा चित्र बनाइसकेपछि पनि तथ्य पुष्टि गर्न खोज्नुभयो। त्यो निष्ठा गजबको लाग्यो मलाई। बिल्कुल, त्यो मिहिनता नै उहाँको कलाको विशेषता हो। अनि उहाँको कला यात्रा त लगनटोलबाटै सुरु भएको रहेछ। लगनटोल? त्यहाँको जात्रा संस्कृतिले पक्कै प्रभाव पार्यो होला। कल्याण पत्रिकाको चित्रबाट पनि प्रेरणा लिनुभएछ। हो नि। अनि बुवाले 11 वर्षमै जीवरत्न शाक्य कहाँ पुर्याइदिनु भएछ। पछि युद्धकला पाठशालामा कालिदास श्रेष्ठ, चन्द्रमान मास्के जस्ता गुरुहरू। औपचारिक सुरुवात त भयो, तर जीवन चलाउन पनि त पर्यो। त्यो त छँदैछ। घरेलु तालिम केन्द्र, छाउनी म्युजियम हुँदै शाही नेपाल वायुसेवा निगम RNACमा झण्डै 26 वर्ष काम गर्नुभयो। 26 वर्ष, लामो समय कलाकार कर्मचारीको रूपमा। त्यति बेला त कला अलि पछि पर्यो होला नि। खै, जागिरे जीवन थियो। मासिक 180 रुपियाँ तलबबाट सुरु गर्नुभएको रे। तर कला छोड्नु त भएन होला। तर अचम्म के भने रिटायर्ड भएपछि अनि श्रीमती बितेपछि 60 वर्षको उमेरमा फेरि पूर्णकालीन कलामा लाग्नुभयो, छोराकै प्रेरणाले। हो, यो एकदमै प्रेरणादायी कुरा हो। राधा कुटी चित्र आर्ट ग्यालरी पनि खोल्नुभयो। उहाँले क्यानभास जस्ता कुरा त झन् पछि सिक्नु भएको रे। हो र, प्राविधिक कुराहरू पछि सिक्नुभयो। ढिले भए पनि सिक्नुभयो। उहाँको शैली यथार्थवादी छ। विशेष गरी मानव आकृति, त्यो पोस्चरमा गहिरो ध्यान दिनुहुन्छ। माइकल एन्जेलोबाट प्रभावित भन्नुहुन्छ नि, सायद त्यही एनाटोमी र मुद्राको कुरामा होला। हो, सम्भवतः पानी रङबाट सुरु गरेर पछि तैल रङमा केन्द्रित हुनुभयो। अनि उहाँ वैदिक सनातन धर्म मान्नुहुन्छ, तर नेवार संस्कृतिको ठूलो प्रशंसक हुनुहुन्छ। अनि त्यो जर्ज बर्नार्ड शबाट प्रभावित भएर रक्सी मासु छोड्नु भएको कुरा पनि रोचक छ। त्यो अनुशासन कलामा पनि देखिन्छ कि? देखिन्छ होला। त्यो समर्पण, तथ्यप्रतिको निष्ठा त्यसमा झल्किन्छ। उहाँ कलालाई स्वान्त सुखाए भन्नुहुन्छ, मतलब आफ्नै सन्तुष्टिको लागि। तर फेरि चित्रको मूल्य त प्राइस अन रिक्वेस्ट हुन्छ, प्राय 5 लाखबाट सुरु रे। यो स्वान्त सुखाएर व्यावसायिक मूल्यबीच कसरी सन्तुलन गर्नुहुन्छ होला? त्यो त सायद हरेक कलाकारको लागि एउटा प्रश्न हो। सृजनाको आनन्द आफ्नो ठाउँमा छ, तर त्यसको दिगोपना र सम्मानको लागि व्यावसायिक पक्ष पनि त चाहियो नि, होइन र? हो त। योगेश्वर अमात्य, पशुपति शमशेर जस्ता व्यक्तिहरूले चित्र किन्नुले त्यसको मूल्य स्थापित भएको पनि देखाउँछ। अनि उहाँको अर्को योगदान भनेको ऐतिहासिक पात्रहरू जस्तै बहादुर शाह,
देवलदेवी अनि लगनटोलको साँडे जुधाइ जस्ता विषयलाई चित्रमा उतार्नु हो। यसमा छोरा विष्णुको भूमिका पनि महत्त्वपूर्ण छ रे। ए विषय छान्ने र अन्तिम स्वीकृतिमा सहकार्य राम्रो रहेछ। हो, अनि काठमाडौँ महानगरपालिकाले उहाँका 88 चित्रको कफी टेबल पुस्तक निकाल्नु ठूलो सम्मान हो। अहिले त मेयर बालेन शाहले विशिष्ट अतिथिहरूलाई उपहार दिनुहुन्छ रे। त्यो त राम्रो कुरा भयो, तर उहाँलाई अझै पनि लाग्छ रे नेपाली समाजमा कलाकारको सम्मान कम छ। त्यो गुनासो छ उहाँको। चन्द्रमान मास्के जस्ता कलाकार ओझेलमा परेकोमा दुखी हुनुहुन्छ। कवि चित्तदर हृदयसँग तुलना गर्नुहुन्छ। यो सायद हाम्रो समाजको कलाप्रतिको दृष्टिकोणमै प्रश्न हो। हुन सक्छ। उहाँ आफैले पनि जीवनमा ठूला चुनौती भोग्नुभयो। 19 वर्षमा टिभी अनि देब्रे आँखाको ज्योति गुम्नु, अहिले त कृत्रिम आँखा लगाउनुहुन्छ। हो, तर उहाँमा कुनै पछुतो छैन रे, न मान सम्मानको लोभ, एकदमै सन्त स्वभावको। साँच्चै 88 वर्षको उमेर, स्वास्थ्य समस्याहरू, तैपनि सिर्जनामा यो निरन्तरता। हरिप्रसाद शर्माको जीवन त कला, इतिहास, परिवार अनि व्यक्तिगत सङ्घर्षको एउटा गजबको मिश्रण रहेछ। हो नि। अन्तमा श्रोताहरूलाई एउटा कुरा सोच्नु छोडौँ न त। हरिप्रसाद शर्माको कलाले हाम्रो इतिहासलाई कसरी जीवन्त राख्न मद्दत गरेको छ? अनि उहाँको त्यो तोल्स्तोयबाट प्रेरित कलाले आजको यो दौडधुपको जिन्दगीमा हामीलाई फेरि एकपटक गजगझ्याउँछ कि मानिसलाई वास्तवमा कति चाहिन्छ भनेर? यो प्रश्नमा घोत्लिन प्रेरित गर्छ कि गर्दैन?